दाईको लामो र मोटो लिङ देखेर त म सेक भए। म 16 वर्षको भए। केटाहरू देख्दा एक प्रकारको इमो आउँछ। झन् सर्टलेस केटाहरू देखे भने झनै इमो आउँछ। ल स्टोरीतिर जुन कुरा आस्ति। एसएलसी अगाडिको हो। एक दिन साथीले उसको डेडमा नहुँदा मलाई घरमा साथी दिनु भनेर बोलाए। म पनि घरमा भनेर साथीको घर गए। साथी र उसको दाजु रहेछ घरमा। दाई चाहिँ गोल खेल्नु जानुभएको रहेछ। मलाई त्यो दाई एकदम ह्यान्डसम लाग्छ। साथी दोकान गएकी थिए भरै पर्दा निन्द्रा लाग्छ भनेर चिप्सहरू लिनु म खाना बनाएर बसिरहेथे। दाई आउनुभयो। गर्मीले होला बेस्ट खोल्नु भाथियो। म त त्यो देखेर हेरेको हेरै भएछु। बढी एकदम सेक्सी थियो। कतिखेर आएको फुच्ची भन्नुभयो। मलाई त्यो दाईले सधैँ फुच्ची भनेर बोलाउनुहुन्छ। मैले अघि नै भने आनी दाई नुहाउनलाई बहिर कलमा जानुभयो। म झ्यालबाट हेरिरहे दाई नुहाएको। मलाई गएर दाईको साह्रै रगड्न मन थियो तर के गर्ने मिलेन। त्यसो गर्न त्यही भएर हेरेरै चित्त बुझाए। दाई नुहाइसकेर भित्र आउनुभयो अनि के हेरेको फुच्ची त्यसरी आरु नुहाएको हेर्नु हुँदैन भन्नुभयो। म त लाजले भुटुक्कै भए। अब के भन्ने भनेर अनि म पनि के कम आरु नुहाएको कसले हेर्याछ र तपाईँ नुहाएको पो हेरेको त। दाई टावेल मात्र बेर्नु भाथियो अनि बढी पानीको थोपाहरू हेर्दै सेक्सी एन्ड हट देखिनु भाथियो। त्यस्तो हेर्न मन भए रुममा आऊ भन्नु भएर दाई रुममा जानु पो मलाई कबो लाज नै हरायो। म पनि दाईको रुम म गए। दाई छक्क पर्नुभयो। जिस्केको पो त फुच्ची त साँच्ची आएको भन्नुभयो। म के भन्नुभयो आनी ढाटुवा भनेछु। त्यसपछि दैले लुहेर फुच्ची भन्नु पो अबुई कत्रो रहेछ दाईकोट रतो रतो लामो एन्ड मोटो। मन देखेर सिक भएछु। मत देखेर सिक भएछु। त्यतिकैमा साथी नि आए अनि दाईले आज हेर्ने भा राति सुत्ने बेलामा आइज भन्नुभयो। म बाहिर निस्के। आनी साथीले खाना खाएर पढ्नु पर्छ भनेर छिटै खाना खायौं। मलाई दाईको अगाडि कस्तो लाज लागिरहेथ्यो। हामी खन पिन सकेर पढ्न बस्यौं। मेरो ध्यान दाईकै शरीरको अङ्गमा गइरहेको थियो। पढ्नु नै मन लागेन। साथी कतिखेर सुत्छ र मलाई दाईको माजुम भएको थियो। रातको त्यस्तै 10 बज्यो। आनी साथीले अब सुत्यौं भनौं। मलाई क्या खुसी लाग्यो। आनी साथी सुती अनि म दाईको रुममा गए। दाई चुरोट तान्दै बसिरहनु भएको रहेछ। म आएपछि रिसाउँदै कति ढिलो आएको भन्नुभयो। तँलाई वेट गर्दा गर्दा एक प्याकेट चुरोट सिद्धो भन्दै हुनुहुन्थ्यो। म त दाईको शरीरतिर मात्र ध्यान दिँदै थिए। सच्ची नै धेरै चुरोट खानु भएछ। ठुटाहरू टन्नै थियो टेबलमा। आइज बस भन्नुभयो। मलाई अप्ठ्यारो लगो। किन लजाउँछस् भनेर तानेर हक गर्नुभयो। त्यो नाङ्गो बढी म हक गर्दा तातो फिल भयो मलाई। अनि बिस्तारी किस गर्नु थाल्नुभयो। मेरो नि लुगा खोलेर आफू जस्तै नङ्गै बनाइदिनु भयो। अनि मेरो कपाल समातेर मेरो मुख उसको बाबुमा दल्नुभयो। बाबु मेरो मुखमा कोचार्नुभयो। भरै त मलाई नि मजा आयो। मैले नै दाईको बाबु समातेर चुस्न थाले। दाईले मेरो बुबुको टुप्पो चिमट्दै दुध मारमुड गर्न थल्नुभयो। म कामुक हुन थले। झन् जोड जोडले मारमुड गर्न थल्नुभयो। म बेहोसी झै भइसकेको थिएँ। झन् दाईले मेरो दुखो सुमसुमाइदिँदा त म सल्याक्कै भएको थिएँ। दाईले मलाई हक गर्दै बेडमा पल्टाउनुभयो अनि म माथि चढेर मेरो खुट्टा फ्या पारेर दाईले उसको लामो रातो मोटो बाबु मेरो सानो दुलो म जबरजस्ती छिराउनुभयो। मैले आइया भनेर कराएछु। दाईले मेरो मुख उसको एउटा हातले छोपेर चिक्न थाल्नुभयो। एकदम वाइल्ड वेबाट ब्लर नि निस्कियो। म त मरे जस्तै भएको एकछिनमा त मजा आयो। त्यसपछि मलाई घोप्टो परेर पिछाडीबाट गर्नु थल्नुभयो। मेरो चाक पड्काउँदै चाक रतै हुने गरी पड्काउनु भएछ। तर पनि मजा आउँदो रहेछ। त्यस्तै 30 मिनेटपछि लाडो निकालेर कपाल समातेर मेरो मुखमा बाबु छिराउनुभयो। म त फेरि चुसाउनु आँट्नु भएछ भनेको एकछिनसम्म बाबु मेरो मुखमा राख्नु भो। मलाई सास फेर्न नि अप्ठ्यारो भइरहेथ्यो। एकछिनमा त तातो भो मुख। दाईले मेरो
नाक नि बन्द गरिदिनुभयो। नाक बन्द भएपछि त त्यो तातो पानी साम्निलेछु। अनि मात्र मुख बाट बाबु झिक्नुभयो अनि हाँस्दै कस्तो रहेछ टेस्ट भन्नुभयो। मलाई डर लाग्यो अब क हुन्छ होला भनेर। अनि दाइले हग गर्दै के हुँदैन फुच्ची भन्नुभयो। हामी एक अर्काको चुस्दै खेलाउँदै निदाएछौँ। बिहानको 3 बजी मात्र बिम्जिए अनि मेरो लुगा बोकेर निस्किनु लागेको फेरि दाइले समातेर रातिझै गर्नु थाल्नुभयो अनि फेरि मुखमा झरेर दाइ सुत्नुभयो। म चाहिँ लुगा लगाएर साथीको रुममा आएर सुते। लाइफको पहिलो सेक्स साथीको दाइसँग मज्जा आयो। बिहान उठेर चिया खास खाएर साथीले नै उसको दाइलाई भनेर मलाई घरसम्म पुर्याइदिनुभयो। अनि नम्र दिँदै एसएलसी पछि भेट्ने भन्दै छुट्यौँ। एसएलसी पछिको कहानी चाहिँ अर्को चोटि यो। कथा मन पराउनु भयो भने है त।